वेलकम टु माई ब्लग। आज चाहिँ म नमस्ते झरना जाँदैछु। नमस्ते झरना चाहिँ धनकुटामा छ होइन, होस्टेल जान लाग्यो, बाटोमा पऱ्यो क्या। सो बाटोमा जाने क्रममा चाहिँ यसो हेरेर जाऊँ न त भन्ने भयो क्या, त्यही भएर चाहिँ जाँदैछौँ है। साथीहरू छन्, विवेक भन्ने मान्छे हो, ऊ साथ छोड्यो उसले हाम्रो आजकल होइन। यस्तो चाहिँ जोस् राम्रै छ, जाँदैछौँ, हिँड्दैछौँ, अगाडि छन् साथीहरू, रमाइलो छ होइन। यस्तो यस्तो बाटो हिँड्नुपर्छ। एउटा मान्छे बदमास मान्छे चाहिँ यस्तो गर्दैछ क्या, जेरो सिभिक सेन्स होइन। जस हरियाली रहेछ यार, दामी छ क्या बाटोहरू नि। अब यस्तो छ क्या होइन, यसरी हिँड्ने छ। यतातिर पुरै जङ्गल छ। यहु दामी ओइ खतरा यस्तो छ क्या। यस्तो बाटो हिँडेर जानुपर्छ होइन। यता चाहिँ माथिबाट चाहिँ पहिरो आउने रहेछ क्या, यतातिर खतरा रहेछ। टिकट चाहिँ खै काट्नुपर्छ कि थाहा छैन मलाई, तर नि म छिरिसकेँ भित्र। अब के गर्नु, मान्छे नभएको ठाउँमा कसलाई पैसा बुझाउने हो थाहा छैन। त्यो पुल पनि रहेछ गाइज, पुल पनि रहेछ। यतातिर पानी बगेको छ। हेलो गर्दै केटा हो। बाटो चाहिँ लास्टै उकालो रहेछ। यो चाहिँ मिनी झरना हो क्या, मिनी झरना है। लास्टै उकालो रहेछ। साथीहरू थाकिसके तर म थाकेको छैन। त्यस्तो छ गाइज। यता महाकाली देवी भनेर लेखेको छ। अब यो सायद केही होला, यो ठ्याक्कै थाहा छैन मलाई। यो मन्दिर त बनाएको छैनन्, मूर्तिहरू त छन्, त्यस्तै केही होला। यो चाहिँ साथीहरू यो के हो, यो के बनाएको, यो टाइम पास मात्रै हो, कुनै धार्मिक महत्त्व बोकेको छ कि यसले? महत्त्व बोकाउन सकिन्छ चाहेको खण्डमा। गाइज हामी हिँड्दैछौँ, अझै पुग्न सकेनौँ। लास्टै उकालो रहेछ गाइज है। के गर्नु, म पनि अब त थाक्न आँटिसकेँ। अघि त साथीहरू मात्रै थाकिरहेको थिएँ। हैट अलिक हिँड्न त गाह्रै रहेछ। जोस् नवीन मित्रले खतरा ट्रेकिङ हुने रहेछ क्या यतातिर त। त्यही हो रहेछ। सो जान लाग्छौँ। बाटो नथाहा पाएर साथीहरू अलपत्र परेका रहेछन्। म आएर बाटो थाहा पाएँ। के गर्ने, यस्तै छ, बाटो देखाउनु परेको छ। अब यस्तै हो। वाउ, झर्ना चाहिँ मैले देखिसकेँ है, खतरा बगिरहेछ। ठिक छ, हामी जाने नै छौँ त्यहाँ पक्कै पनि। ओहो, यता त बाँसको रहेछ यार, पुल पनि बाँसको रहेछ। म लड्न त लड्दिनँ होला, त्यही नि आश गरौँ भर नपरौँ। है कोही साथीहरू घुमेर नि आइसके। हामी चाहिँ जाँदैछौँ। खै लड्न त लड्दिनँ होला म, सायद म त कुदिहाल्छु नि। झरना फाइनल्ली म पुगिसकेँ झरनामा। है खतरा रहेछ या, तर है दामी छ। साथीहरू नि यसो फोटोसुटहरू खिचिरहेको छन् यिनीहरू पनि। दोस्त कस्तो लाग्यो भनिदेऊ। ठिकै मात्रै छ। म भिजेर आइसकेँ पुरै। हिमांशु कस्तो लाग्यो तिमीलाई यो झरना? एकदमै तमी जस्तो मिठो छ बट्टा, मिठो छ, तमी जस्तो सुन्दर छ। डब्लु कस्तो लाग्यो झरना भनिदेऊ? झरना हामी आइराखेको ठाउँ हो, त्यो खासै इन्ट्रेस्टिङ भयो। त्यस्तो केही भएन र झरनाको ठाउँ छ नि त हाम्रो यतिर नि हो। ल ठिक छ केटा हो, कसैलाई रमाइलो भइरह। कोही चाहिँ धेरैचोटि आइसकेका रहेछन्, त्यही भएर त्यति धेरै एक्साइटेड पनि छैनन्। म चाहिँ ठिकै छु। जोस् हामी पनि तल जान आँटेछौँ है। के भनौँ, खोजिरहेछौँ पानीका। ओहो, बासिकाहरू आइरहेछन्, कोही फोटो खिच्दैछन्, कोही टिकटक बनाउँदैछन्। सबै साथीहरू इन्जोय गरिरहेछन् होइन। भिजिसक्यौँ, म नि भिजिसकेँ। साथीहरू केटाहरू गइरहेछन् के मेरो चाहिँ चस्मामा पुरै पानी भइसक्यो होइन। यस्तो भइसकेछ, ठिकै छ। मान्छेहरू त खसिरहेको छ। यो जबरजस्ती भयो, जबरजस्ती भिजाए दिनेशलाई। मजाले भिजिरहेको छ के। हजुर कोही साथीहरू डराइरहेको छ यतातिर। हामी चाहिँ अब के गर्यौँ, हामी झरनामा गयौँ, त्यति धेरै भिजेन, खुट्टा चाहिँ अलिअलि भिज्यो होइन। सो सबैले रमाइलो गरे भनौँ न, एउटा मेमोरिज भयो जिन्दगीको। सो अब चाहिँ हामी
भेटेटार त खै अब ठ्याक्कै थाहा भएन त्यो चाहिँ मेबी प्रोबब्ली तर हामी चाहिँ अब गाडीतिर लाग्छौँ होटलतिर लाग्न परिहाल्यो पर्ने जिन्दगीको यात्रामा के नै गर्नु छ र अरू होइन फ्रम बोइज स्टेट बोइज होस्टेलबाट हो एकदम म चाहिँ बोइज स्टेट फिलहाल चाहिँ बोइज स्टेटमा बस्छन् म चाहिँ बोइज स्टेटमा छु अलिक इङ्ग्लिस पनि त्यही हो होइन ल ठिक छ अब अर्को भिडियोमा भेटौँला भन्दै म बिदा हुन चाहन्छु हस् त धन्यवाद नमस्कार